त्यो बोर्ड भाषा नबुझ्नेहरूको लागि यो चो भनेको के हो, छेदन परम्परा भनेको के हो, यो कहिले सुरु भएको भन्ने कुरो एकदम राम्रोसँग यसमा चाहिँ गुरुले बताउनु भएको छ। त्यसो भए आत्मा र अनात्माको कुरा गर्ने गर्दछ। यो धर्मले चाहिँ त्यो आत्मा मार्ने भन्ने कतिपयले त्यो गर्छ भने कतिपयले मयो भन्ने राग क्रोध मोह जुन हामीले न्यमोङ दुखसुममा छ यो क्लेश आवरणहरू चाहिँ वर्जित पार्ने चाहिँ साधनाहरूले धेरै ठाउँमा धर्म मात्रै होइन सामाजिक सेवामा पनि संलग्न भएर धेरै काम गर्नुभएको आचार्य नुपुलाबाट अनि गुरुको जीवन आत्मकथा उद्घाटन गर्यो। Nurgu Chongni, then Nanta Digital, some Namikola, Sujina Yuresia, then Pona Disi, Kama Jure, and Shubai Mazala, the sum of the PD, the Ibadan, Tissa Mada became the Kama Chuma, the PD Jumason, the name on the Petrona, Shuan, and Samisha Madonna. काठमाडौँमा अवस्थित यस तिनचुली योल्मोकोमा आयोजना गरिएको महापरिनिर्वाण प्राप्त हुनुभएका आदरणीय धर्मगुरु लामा बहादुर गुरुङको वार्षिक उत्सव कार्यक्रमका सभापतिज्यू र आज यस कार्यक्रममा पाल्नुभएका अत्यन्त व्यस्त समयको बावजुद पनि हामी बिच चाहिँ अब उज्यालोको नायक भनेर पहिले नै चिनिसकिएका र वर्तमान जलस्रोत ऊर्जा त्यस्तै गरेर भौतिक पूर्वाधार माननीय मन्त्री कुलमान घिसिङज्यू र नेपाल बौद्ध महासङ्घका श्रद्धेय उपाध्यक्षज्यू शेर्पा सङ्घका श्रद्धेय उपाध्यक्ष दावा शेर्पाज्यू बौद्ध जागरण केन्द्रका सदस्यज्यू र यहाँ उपस्थित हुनुभएका विभिन्न सङ्घ संस्थाबाट प्रतिनिधित्व गरेर पाल्नुभएका र अघि बिहानैदेखि यहाँ चोको यो छेदन पाठमा पूजामा संलग्न हुनुभएका र त्यस्तै गरेर चाहिँ यहाँ योल्मो गुम्बाको चाहिँ पदाधिकारीहरू लगायत सबैलाई मेरो व्यक्तिगत तर्फबाट हार्दिक न्यानो कृतज्ञता व्यक्त गर्न चाहन्छु। यहाँ सबैलाई मेरो कृतज्ञता। महापरिनिर्वाण प्राप्त पुस्तक छ त्यो चाहिँ नेपालीमा अनुवाद भएर तपाईँहरूको हात हातमा पुगिसकेको छ। विस्तृत अध्ययन त तपाईँहरूले त्यहीँबाट गर्नुहुनेछ र त्यहीँबाट बुझ्नुहुनेछ र यो नेपालीमा अनुवाद गर्नको लागि
चाहिँ अमेरिकामा चाहिँ बस्नुहुने र चाहिँ पहिला बौद्ध दर्शन प्रवर्तन तथा गुम्बा विकास समितिमा अध्यक्ष भइसक्नु भएका डाक्टर युदा शेर्पाज्यू मार्फत चाहिँ मलाई यो नेपालीमा अनुवाद गर्नको लागि उहाँले अनुरोध गर्नुभएको थियो र त्यस्तै गरेर चाहिँ अर्का चाहिँ अमेरिकामै बस्नुहुने व्यक्ति छोटा हुनुहुन्थ्यो र उहाँले डाक्टर युदा मार्फत चाहिँ मैले यो किताब चाहिँ नेपालीमा अनुवाद गर्नको लागि उहाँहरूले अनुरोध गरे अनुसार यो कार्य प्रारम्भ गरेँ मैले। मलाई एकजना चाहिँ लोपेन जो चाहिँ अहिले सेक्सन गोन्पाबाट आचार्य चाहिँ उपाधि प्राप्त गर्नुभएका लोपेन राहुल हुनुहुन्छ। उहाँ र मैले यो करिब 4 महिना लगाएर चाहिँ यो पुस्तकको अनुवाद गरेँ र यसमा विशेष गरेर मलाई सहयोग गर्नुहुने चाहिँ अब पहिला यो पुस्तक सुरुमा सम्पादन र लेखनको क्रममा सम्पादक डाक्टर चोक तेन्जिङ मलम र त्यस्तै गरेर सम्पादक चक्रठिले तोडु जसले चाहिँ यो धेरै लामो समय लगाएर र गुरुसँग नै बसेर र उहाँको चाहिँ नातिनी गेचेङ सोमो साईसँग बसेर धेरै पटक उहाँहरूले चाहिँ यो चाहिँ अध्ययन गरेर चाहिँ भोट भाषामा उहाँहरूले सम्पादन तथा लेखन गर्नुभएको रहेछ र यो हामीले नेपालीमा अनुवाद गरे र यो नेपालीमा किन अनुवाद गरे भन्दाखेरि अहिले नेपालमा चाहिँ अहिले चाहिँ बौद्ध धर्मावलम्बीहरूको सङ्ख्या चाहिँ दिनोदिन बढ्दै गइरहेको छ। अब सौभाग्यले शाक्यमुनि बुद्ध पनि नेपालमै जन्मिनु भएको र त्योभन्दा अगाडिका चाहिँ यो ककुरछन्दु बुद्ध र कनकमुनि बुद्ध पनि नेपालमै जन्मिएका र काश्यप बुद्ध मात्र उता बनारसमा जन्मिएको भन्ने हाम्रो चाहिँ यो शास्त्रहरूमा उल्लेख छ। त्यसो भएको हुँदाखेरि अहिले यो थेरवादी परम्परा अनुसार 4वटा बुद्धमध्ये त 3वटा बुद्ध चाहिँ नेपालमै जन्मिनु भयो र चाहिँ नेपाल चाहिँ बुद्ध भूमि भएको हुनाले अनि खास नेपाली भाषीहरूलाई पनि बौद्ध धर्मको बारेमा धेरै जानकारी चाहिएको र चाहिँ त्यसको पूर्ति चाहिँ यो पुस्तकले केही हदसम्म गर्छ भन्ने लागेर नै हामीले पनि यसको अनुवाद गरेको हो। यो पुस्तकमा विशेष गरेर मैले पाएको अनुवादको क्रममा मैले बुझेको चाहिँ एउटा सामान्य गृहस्थी हुँदै सामान्य एकजना लामाले पनि ठुलो गोल्पा निर्माण नगरिकन भिक्षु सङ्घ गठन नगरिकन पनि समाजमा कसरी उसले चाहिँ समाजको सेवा गर्दो रहेछ एउटा लामा भएर होइन एउटा रक्बा लामा भएर भन्ने चाहिँ मैले पाएको। त्यसो भएको हुँदाखेरि अब लामा उनीहरूले समाजको धेरै चाहिँ सेवाहरू गर्नुभएको छ। उहाँ चाहिँ तिब्बत स्वतन्त्र हुनुभन्दा तिब्बत चाहिँ के अरे परतन्त्र हुनुभन्दा अगाडि नै तिब्बतबाट यो धर्म साधनाकै लागि नेपालमा प्रवेश गरेको र पछि तिब्बतमा चाहिँ अब यो सांस्कृतिक क्रान्ति भएपछि उहाँ चाहिँ नेपाल तिब्बत फर्किनु नसकेर तातो पानीतिर शेर्पा गाउँमा धेरै बसेको कुराहरू पनि यहाँ मिलिन्छ र उहाँले धेरै मान्छे गरिब दुखी रोगीहरूको पनि बौद्ध दर्शनको माध्यमबाट र बौद्ध शिक्षाको माध्यमबाट धेरै उपचार विधिहरू पनि अपनाएर त्यस्तो उपचार गरेको धेरै मान्छेहरूको रोगीहरूको रोग निको भएको कुराहरू पनि त्यो उल्लेख छ। त्यो चाहिँ अब सत्य घटनामा आधारित चाहिँ उहाँको आत्मकथा भन्ने छ होइन त्यो आत्मकथा नै हो। त्यसो भएको हुँदाखेरि आज हामीलाई पनि यो एउटा सौभाग्य प्राप्त भएको छ। अब यहाँ कतिपयले भोट भाषा बुझ्दैनन् त्यो भोट भाषा नबुझ्नेहरूको लागि यो चो भनेको के हो छेदन परम्परा भनेको के हो यो कहिले सुरु भएको भन्ने कुरो एकदम राम्रोसँग यसमा चाहिँ गुरुले बताउनु भएको छ। त्यसो भएको हुँदाखेरि हामीले अहिले यो चो साधना परम्परा हाम्रो बौद्ध परम्परामा सामान्यतः 2टा परम्परा छ एउटा थेरवाद परम्परा र अर्को महायान परम्परा र त्यो महायान परम्पराभित्र पनि वज्रयान परम्परा छ। अहिले यो चो अथवा छेदन परम्परा भनेको वज्रयान परम्परा हो। तपाईँले त्यसको मूल खोज्दै गयो भने शाक्यमुनि बुद्धले हामी महायानी परम्परा अनुसार उहाँले 3 चोटि धर्मचक्र परिवर्तन गर्नुभएको छ। पहिला धर्मचक्र परिवर्तन बनारसको चाहिँ सारानाथमा 4 आर्य सत्य र आर्य अष्टाङ्गिक मार्गको बारेमा उहाँले धर्मचक्र परिवर्तन गर्नुभएको त्यसलाई पहिलो धर्मचक्र परिवर्तन भनेर भनिन्छ। अनि दोस्रो धर्मचक्र परिवर्तन भनेको चाहिँ अहिले राजगिरीमा होइन बिहारको राजगिरीमा
जहाँ हामीले झ्याकोपुङ्गुरी भनेर भनिन्छ त्यहाँ चाहिँ उहाँले अहिले हाम्रो घरमा भएको चाहिँ बुम छ नि पोथी छुटु 16 ठेली बुम। अब त्यसको धर्मचक्र प्रवर्तन उहाँले दोस्रोचोटि त्यहाँ शून्यताको बारेमा गरेको छ। तेस्रोचोटिको चाहिँ अब वैशाली लगायत धेरै ठाउँमा चाहिँ उहाँले चाहिँ त्यो धर्मचक्र प्रवर्तन गरेको छ। अहिले यो चोको मूल तपाईँले खोज्नु भयो भने यसको आधार कहाँ भेट्छ भन्दा अब दोस्रो धर्मचक्र प्रवर्तन गरेको। अब धेरै बृहतमा गयो भने 16 ठेली प्रज्ञापारमिता छ, त्यसलाई अलिक यता ल्यायो भने 4 ठेलीमा गरेछ। त्यहाँबाट अलिकति यता ल्यायो भने के अरे ज्ञातङ्गमा आएको छ, त्यहाँबाट अलिक यता ल्यायो भने त्यो शेर्पिनिङमा आएको छ। त्यसको संक्षेपकरण गर्दै गर्दै होइन। अनि त्यसको भरै लास्टमा आयो भने हामीले के भन्छ मर्सम जन्मे सेर फामुलछिन माके निगा नम्की ओनी सोसो र यसै थियो हो त्यसो जन्मिएमा छ समय भन्छ। सार त्यहाँ चाहिँ हो यसलाई केन्द्रबिन्दु बनाएर त्यो माथि यो चोको विकास गरिएको छ देख्दछ होइन। त्यस्तो छ। त्यसो भए उनीहरूले यो किताब अब गहन धर्म साधना गर्नेलाई त काम लाग्छ र सामान्य यो चो भने के हो, यसको उत्पत्ति के हो, यसको इतिहास कसरी भयो र यो कति प्रकारको चाहिँ चोहरू छन् भन्ने विषय पनि एकदम राम्रोसँग यहाँ छ। त्यो सबैको बारेमा म यहाँ विस्तृत व्याख्या गर्दिनँ किनभने समय 10 मिनट भने छ। र हामी बिच हुनुभएको जुन माननीय मन्त्रीज्यू छ उहाँले झन् अब 4वटा मलाई थाहा भएछ भने म गलत छैन भने 4वटा जति मन्त्रालय उहाँले सम्हाल्नु भएको छ। उहाँको एक सेकेन्डको समय एकदमै अमूल्य छ। त्यसो भए म यहाँ धेरै बोल्न चाहेन र यति भन्दै मलाई यो अनुवाद गर्ने अवसर दिनुभएको र आज चाहिँ यहाँ यो कार्यक्रममा आफ्नो केही वचनहरू राख्नु अवसर दिनुभएको प्रति म आयोजकलाई र विशेष गरेर लामा चाहिँ स्वर्गीय लामा चेलिमोङको रुम्बुचेज्यूको नातिले जुन गेजेन्सोमा हुनुहुन्छ उहाँ अमेरिकाबाट नै यस कार्यक्रमको लागि आउनु भएको छ। उहाँलाई हृदयदेखि धन्यवाद ज्ञापन गर्न चाहन्छु। त्यस्तै गरेर यो पुस्तक अनुवादको क्रममा यो सम्पादक चन्द्र टिङ्गेतले मलाई यो वाट्सएपको माध्यमबाट फेसबुकको माध्यमबाट मैले नबुझेको कुराहरू किन उहाँ मूल सम्पादक भएको हुँदाखेरि उहाँसँग चाहिँ फ्रिक्वेन्टली संवाद गर्ने अवसर मलाई प्राप्त भयो। उहाँ अमेरिकामा उज्यालो हुँदै यहाँ रात पर्ने यहाँ चाहिँ के अरे रात पर्दा उहाँ उज्यालो हुने त्यस्तो समयमा चाहिँ काम गरेँ र चाहिँ उहाँको सहयोग प्राप्त भयो। त्यसको लागि पनि म चन्द्र टिङ्गेतज्यूलाई पनि हृदयदेखि धन्यवाद दिँदै आफ्नो विचारलाई यहीँ बिराउन चाहन्छु। हस्त धन्यवाद।大学人不说了，领导把你赶紧去学呢。天天理解了，为哪里操作？其实都得是把创业从新南边下，我拿干嘛去？操作片的，操选片那这个，我是参与差不多了。 यहाँ उपस्थित हुनुभएको सम्माननीय मन्त्रीज्यू एवं यहाँ विभिन्न सङ्घ संस्थाबाट उपस्थित हुनुभएको सम्पूर्ण अग्रज आदरणीय व्यक्तिजनहरू लगायत यहाँ श्रद्धेय गुरुज्यूको यहाँ उपस्थित हुनुभएको श्रद्धेय गुरुज्यूप्रति श्रद्धा भाव राख्ने सम्पूर्ण उपस्थित महानुभावहरूमा नेपाल बौद्ध महासङ्घको तर्फबाट तस्दिले नमस्कार। अनि आज यस कार्यक्रममा नेपाल बौद्ध महासङ्घलाई यहाँहरूले अवसर दिनुभयो र यहाँ उपस्थित गराइदिनुभयो। यसको निम्ति पनि नेपाल बौद्ध महासङ्घको तर्फबाट धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु, आभारी व्यक्त प्रकट गर्न चाहे। साथै श्रद्धेय गुरुज्यू हाम्रो अहिले नेपालमा बौद्ध धर्म प्रचार प्रसार हुनुमा धेरै योगदानहरू उहाँहरू जस्तो अग्रज श्रद्धेय गुरुज्यूहरूबाट प्रकट भएकै कारणले गर्दा हामीलाई यस्तो अवसर पाएको छ। यो अवसर हामी यहाँले नगुमाउनुको निम्ति पनि अहिले हामी विभिन्न सङ्घ संस्थाको अब विभिन्न अग्रज व्यक्तिहरूले यो जुन भोट भाषामा भएको सम्पूर्ण लिपिमा भएको जति नै दस्तावेजहरू छ यो दस्तावेजहरूलाई चाहिँ हामीले नेपालीमा अनुवाद गरी हामी जुन भोट भाषा नजान्नेहरूलाई पनि यसरी धेरै अवसरहरू पाएको छ। यो अवसरको लागि पनि हामीले कृतज्ञ व्यक्त गर्नुपर्छ भन्ने मलाई त्यस्तो लाग्यो। साथै हामी नेपाल बौद्ध महासङ्घले नि धेरै लामो समयदेखि नै यस्तो कामहरू गरिरहेको छु। अझै पनि हजुरहरूले यस्तो
सम्झेर नेपाल बौद्ध महासङ्घलाई चाहिँ सम्झिनु भयो भने हामीहरूले पनि यस्तो कामहरू गर्ने निरन्तर जारी छ। साथै हजुरहरूले गरिरहनु भएको श्रद्धेय धर्मगुरुज्यूबाट चाहिँ प्रकट भइरहेको प्रचलित भइरहेको चुय साधना अभ्यास छ, जुन चुय भन्नाले हामीले आत्मा जहिले पनि म भनेर चाहिँ भनिरहने आत्मा र अनात्माको कुरा गर्ने गर्दछ। यो धर्मले चाहिँ त्यो आत्मा मार्ने भन्ने कतिपयले त्यो गर्छ भने कतिपयले मयो भन्ने राग क्रोध मोह जुन हामीले न्युमोङ दुखसुम भन्छ, यो क्लेश आवरणहरू चाहिँ वर्जित पार्ने चुय साधनाहरूले हजुरहरूले निरन्तर दैनिक जीवनमा लागू गरिरहनु भएको छ, अझै पनि निरन्तर गर्नको निम्ति पनि विनम्र अनुरोध। यसमा पनि खुसी व्यक्त गर्न चाहे। साथै आज श्रद्धेय धर्मगुरुज्यूको महापरिनिर्वाण दिवस पनि रहेको छ। यसमा पनि अझै पनि धर्मगुरुज्यूको टुल्को अर्थात् निर्माण काया पनि छिटै प्राप्त हुनेछ भन्ने विश्वास कामना छु। साथै आज यस कार्यक्रममा सम्माननीय मन्त्रीज्यू कुलमान घिसिङज्यूलाई पनि यस कार्यक्रममा उपस्थित हुने समय खासै त्यति धेरै छैन होला, उहाँको यस्तो समय अमूल्य समय लिएर यहाँ पालिदिनु भएकोमा पनि यसमा पनि खुसी आह्वान व्यक्त गर्न चाहे। साथै आज यस कार्यक्रम भव्य साथ सम्पन्न होस् भन्ने मेरो आशा कामना छ। धन्यवाद। अनि खोइ सुसी चाहिँ हेरे सोच्दै नि खोइ आफेर नआसी समीक्षा चाहिँ तपाईँ धन्यवाद। लामा छिरिङ वाङदुङ रिम्पोछेको यो दोस्रो वार्षिक कार्यक्रममा उपस्थित सम्पूर्ण गुरुजन र उपस्थित सम्पूर्ण महानुभावहरूमा मेरो नमस्कार। आज यो लामा छिरिङ वाङदुङ रिम्पोछेको जुन वार्षिक कार्यक्रम छ, दोस्रो कार्यक्रम छ, उहाँको लागि यस आजको कार्यक्रममा एउटा श्रद्धा सुमन व्यक्त गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ। हामी नजिकै पनि थियौँ र उहाँले धेरै नै कठिन परिस्थितिबाट टिबेटबाट आएर धेरै ठाउँमा धर्म मात्रै होइन सामाजिक सेवामा पनि संलग्न भएर धेरै काम गर्नुभएको र नेपाली समाजमा उहाँको ठुलो योगदान रहेको थियो र यही योगदानको लागि भर्खरै मैले गुरुबाट एउटा सूचना पनि प्राप्त भयो। हाम्रो प्रधानमन्त्री तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाबाट उहाँलाई नागरिकता पनि प्राप्त गर्नु भएको रहेछ। नेपालको सुरुकालदेखि उहाँले धेरै नै योगदान नेपालमा धर्म प्रचार मात्रै होइन सामाजिक कार्यको लागि र विभिन्न क्षेत्रमा उहाँको ठुलो योगदान रहेको भन्ने भर्खरै पनि गुरुबाट धेरै कुरा आइसकेको छ। उहाँप्रति आजको दिनमा हामी सबैले श्रद्धासुमन व्यक्त गर्न चाहन्छु। आज म यहाँ आएर उहाँको वार्षिक कार्यक्रममा उपस्थित भएर उहाँप्रति सम्झिने अवसर प्राप्त भएकोमा मलाई अत्यन्त गौरव लागेको छ। यहाँहरूले यो कार्यक्रममा बोलाएर जुन मलाई अवसर दिनुभएको छ त्यसको लागि पनि म आभारी छु। यहाँहरू सबैलाई धन्यवाद छ। यति भन्दै म
यहाँबाट बिदा पनि हुन्छु। धन्यवाद। अनि हामी कार्यक्रम चाहिँ मिटिने चाहिँ दिने मानसुदी क्युरिङ दि मिटिने ट्वेले सामाजिक ताराना चाहिँ सुरना चाहिँ sama syurana tamu mitin yole sering thashe sabizana nalistan obasidinuan pinagando gadasu ani din jela hare namba payusha bikido sobi sozone tene sungje to tisana yuresha odela perona shyan samchara学到很理解了什么，这些那年或者那么突击的不，所以呢就上面唱的可能。今天刚刚说的第四遍的。ज़िंदगी दिन माने टुके चियाई ता दी नाम चुबा दे ता नारांग सुगी ता दी सोबा दी गावा सा सोये लाना देशे चुबु दी तालो दी गरीब निबा डोचा दिरे लोग निबा तालो जिगो गावा सा सोये शिबाइना दी सानी खा नाला दी देशे चुबु दी सोजिना शा ताबो दी पोर्टलैंड ओरेगन लॉस एंजेल्स सैन Francisco ani dijela Java ke dijela yo badinga tidishini Nabaresha ini dijela ke ani sodi bochi samo sema aje dijin ona re ini ona chesu inana mona re ini mona chesu inana ini kalinche shweda ansai be ini nyamchu shi wada sama dijela badine 아라이는 배는 부치 미세는 세세 가래 유명다 나라족이 지금 남자는 꽤 많이셔이나 마음바지 미라든지 하고 있는 가래 가버리 대다수상 콘이 이제 공예捐치 이제 신 뭐지 남자들이 나다 나라족이 된다 뭐 쇼쇼 세바데 잡종을 상도나 회의는 내가 무사히 말에 진상 경쟁되다 되니 코나 다라니 되니 코랑 치야 산에 가운데 슈바이 있나냐 ini jika dalam uji nami itu kona bisa sih ini mau kona kali sih sambil cara jadi tahan nasi dah nanti dibuat jam tu tad jam siapa ini tad buat sih ini midang hasil mana yo mana cerita dah tad ini tu ada nama dia berada cerita dah bayi lah yang dah bayi kita lama 다 대바지에 콘이 엄마다 이제 방법 유리견을 내니 디상 많이 받아 디상 방법을 남바 다기 아제 노블라니 송바나시 남바 필기도 도시밖에 금세 방법을 내니 되니 다 비게라 레샤 아니 비게시메 되니 네발이게는 미도 디리시 내야 많이 받아 남들이 디링이라 네발이게라 캔 사바레 캔나미 닌다데 사바레 아니 तब मिक्सर नेपाली के थोड़ो तेने नामखर्दी जो नाके आचार्य नुरुचोलायम निं खावाने पुण्ययं काली दिते जाये पुण्य दिते नाये छेजा तार जिनसोमा तार बची नामी सब शुदे येदिमा फोना निको रिवेदी काची शुयानी सामे छापाना दिशी तब फोना मला रोगांग चिगेन दा सोबा खाने जे शुदान नाके दा चिक मांगो योरे ने मा मिंखे मा तो बता दे शिन माशी ते फोना मला इंबाई ना दा मोसो दा मिं मोसो दे मिं बेने ने काजी से शु मा तो बाई ना दा युने फोना मला काजी से शुया ने सामे छा बना
다 되네 다 믹스에다 다 지금 초과슈나다 가리인바이나다 지금 지대상바 차서 나바지기 자마테바나시 자테바제바 나바니 나버상 딜라로란 지게 마고 예레다 소수 데비완이 나마라 지 대바다 메비 예비완이 운내장 소수리 칼라고 투던 누가다 빠빠비 디디시 로란지 타만 하얀 직장으로 지게 나바야 딜라 페비열에 콩 나발라야 지니 이 콩을 위딩 가진 지슈야인 참에 차바로나 이 미세 다디 니마시라 토마시 추가 진나게 다 알아서 나마시열에 콩 나바 메바에 나문에 다니 나다디 나마시 베 닝제모 통도와 디 통에 요마레 디 콩나베 가리시 유견나열에 지나니 코라서 초다 소마사리고 와베가 이바이나 알아서 콩나보다 가리시다 도시슈 젠바나면 제 요만 콩나보다 바다보나 다만가지 디다열에 다 우리시긴 조다 시라데 젠의 조다라데 뭐고열에 다 콩나보 알아서 나 카사 알아서 나라디 나자이 이다 가리시 슈고에 요말데 이바이나다 콩나보다에 가리시 슈야세 나바지 나보나 근데 나라 여기가 나라에 나빠다고 나다. 정제가 뜻이 어디지? 딱 지가 한마디다. 지 가르치고다 대신 성모랑 문에 다니다 뭐라니 꾸리 변시 지 소다가니 지 샤데비아 요마다 시가 요마다 뭐라니 내가 되자 보지나 대시버 문에 다니 항상 거기다 동안 제외가 지네 뭐라니 꾸리 변시 지금 뭐라 지금 아니 문제인데 다 용어가 되는 상황이 미쳐버리는 것을 세워가 셔신한테 가서 이거 나오는 대박 뭐라 이거는 미세감으로 나오기 시작지신이 쇼되는데 지금에 아이 뭐라 충분히 하고 얘라 충분히 나다보다 상황 주셔버리는 통대비 되니 분명히 전에 빠워대마다 빠져되는 시기에 되는 인산이 되니 뭐라야 이거를 왜 내가 같이 쉬에 나다가 알아서 세상에 좀 도와디 또 뭐라니 가지 당지 디데라 데 조토바리 마도 셴 디데 메소바이나 가리 하고레 제상 다디 로코리 바레 다도이나 무드리 디 중고기에 디데 제바제바 정바시나 뭐라지고에 용토에다 지가 요마레 다 사지기레 사지기레 되니 가다다 지 최비 초의 주바데 다 가르소레 나마라 참 최바 비에레 냐미니 초의 주바데 제상 마오바라다 조데인조 운내다니 소사의 고가별에 강투도 로견나이 빠져보니 로견 강투나 약보도 사비 나라기 삼수이 되네 어디디 지시 되네 어디 되네 일자리 야 대신 뭐라 아재 대신 뭐라 상매 차라고 나오고 쉬어요 어디에 나가지 나 데비 데벨고 데네 데비 다 뭐만치나다 차상하다 리미토도 피이 차체에 피 차발에 리미만하다 리미토도 피발에 다 데디게 리모소 인가게 시차하기 요사에 이바이나다 데디나 페샤 마지리 토네 파티샤베나 데디나 리타 이마다 제가 나와야 되는 말에 제자들이 자리 나가서기 계신다 미디어 포만하니 제니 데디 다네발에 나 베이토네 가시토네 고바이나 데다가서 샤샤에 고모니야 이야레 네 차체도 지에 디안다 데르다 나 수진나 디시르레 마도 마라즈리다 데르다 페이샤 리교다 손야요 개구지미 어디에도 잠바케나마 하다를 무시기 꼴라 시리게 나도 무시 꼴라 지가 가사지 셀딩 지 시리게 지여라 하나마 이데 데디데 내주기네 샤바고리나 에파게 나케나바다 바다 페드게 나바 이베네 지미지 샤바주니 별로나 쉬야니 아니 हाम्रो खाना तयार भएको छ यदि तपाईहरु पाने हो भने जसरी भए पनि खाना चाहिँ खानु भएन अनि जानु हुने विनम्र अनुरोध गर्दछु अनि
Yeah.
Ya, jangan lupa.